ल आज हामी हिन्दू दर्शनको एउटा एकदमै महत्त्वपूर्ण ग्रन्थ श्रीमद् भागवतमको बारेमा कुरा गरौं। यो केवल एउटा किताब मात्रै होइन है, यो त एउटा यस्तो संवाद हो जसले हजारौं वर्षदेखि हाम्रो अस्तित्वसँग जोडिएका गहिरा प्रश्नहरूको जवाब दिने कोसिस गर्दै आएको छ। सोच्नुस् त, यो ग्रन्थको लक्ष्य कुनै सानोतिनो छैन। यसले त सिङ्गो वास्तविकताको स्वभाव कस्तो छ, यो पूरै ब्रह्माण्ड कहाँबाट आयो, यसलाई केले टिकाइराखेको छ, अनि अन्त्यमा यो फेरि कहाँ गएर मिल्छ भनेर व्याख्या गर्ने ठूलो उद्देश्य राखेको छ। तर यति ठूल्ठूला, यति गहिरा प्रश्नहरूको जवाफ कसरी दिन सकिन्छ होला? केही नियमहरू बनाएर वा कुनै जटिल दर्शन सुनाएर? यो प्राचीन ग्रन्थले एउटा बिल्कुलै फरक र एकदमै रोचक बाटो देखाउँछ। यसले भन्छ, यी सबै प्रश्नको जवाफ एउटा कथाभित्र लुकेको छ। त्यसो भए आउनुहोस् यसमा अलिक गहिरिएर हेरौं। सबैभन्दा पहिले त यो ग्रन्थलाई कसरी वर्णन गरिएको छ भन्ने कुराबाटै सुरु गरौं न। यसलाई कुनै साधारण किताबको रूपमा होइन, बरु ज्ञानको सबैभन्दा मिठो रसिलो फलको रूपमा देखाइएको छ। कस्तो सुन्दर कल्पना होइन त? मानौ वेदको सम्पूर्ण ज्ञान एउटा विशाल कल्पवृक्ष हो जसले जे माग्यो त्यही दिन्छ, अनि श्रीमद् भागवतम चाहिँ त्यही रुखमा फलेको सबैभन्दा पाकेको रसिलो र मिठो फल हो। मतलब यो कुनै सुख सिद्धान्त होइन, बरु हजारौं वर्षको ज्ञानको सार हो जो सबैले सजिलै चाख्न र पचाउन सक्ने मिठो रूपमा प्रस्तुत गरिएको छ। ल, अब यो ग्रन्थले सुरुमै के गर्छ त? यसले हामीलाई घुमाउरो पाराले होइन, सिधै ब्रह्माण्डको सबैभन्दा आधारभूत अवधारणामा लैजान्छ। त्यो हो परम सत्य, र त्यसको परिभाषा दिन्छ। ग्रन्थको पहिलो श्लोकले नै भन्छ, परम सत्य त्यो मूल स्रोत हो जहाँबाट सबै कुरा सुरु हुन्छ, जसको कारणले सबै कुरा टिकेको छ र अन्त्यमा सबै कुरा त्यहीँ गएर बिलाउँछ। भनौँ न, यो नै त्यो अन्तिम वास्तविकता हो जसमाथि पुरै सृष्टि टिकेको छ। अब यो गहिरो कुरालाई बुझ्नको लागि यसलाई दुईवटा पाटोबाट हेरौं न। पहिलो, यसले के गर्छ? यसले ब्रह्माण्ड बढाउँछ, चलाउँछ र अन्त्यमा संहार पनि गर्छ। तर त्यो त भयो यसको बाहिरी काम। दोस्रो र अझै महत्त्वपूर्ण कुरा, यो वास्तवमा के हो त? यसको स्वभाव कस्तो छ? यो पूर्णतया चेतनशील छ, आफ्नै शक्तिमा चल्छ, र यो नै अन्तिम सत्य हो। एउटाले यसको काम बतायो, अर्कोले यसको असली पहिचान। तर यो महान ज्ञान हामीसम्म आइपुग्यो कसरी त? यो कुनै किताबमा मात्र लेखिएको सिद्धान्त थिएन। यो ज्ञान त एउटा खास समय र ठाउँमा मानिसहरूकै संवादको रूपमा प्रकट भएको थियो। कथाले हामीलाई नैमिषारण्य भन्ने एउटा पवित्र जङ्गलमा पुर्याउँछ। कल्पना गर्नुहोस् त, त्यहाँ शौनक जस्ता हजारौं महान ऋषिहरू मानव जातिको भलाइको लागि एउटा विशाल यज्ञ गर्न भेला भएका छन्, त्यो पनि 1000 वर्षसम्म चल्ने यज्ञ। तर यो भेलाको पछाडि एउटा गहिरो चिन्ता र जरुरी कारण थियो। उहाँहरूले भविष्यमा आउन लागेको एउटा ठूलो चुनौती प्रष्टै देख्नु भएको थियो। ऋषिहरूले भविष्यको अँध्यारोलाई देखेका थिए, कलियुगको आगमन। एउटा यस्तो समय आउँदै थियो जहाँ मानिसहरूको आयु छोटो हुनेछ, उनीहरू अल्छी, दिशाहीन र अभागी हुनेछन्, र सबैभन्दा डरलाग्दो कुरा, उनीहरूको मन कहिल्यै शान्त हुने छैन। सधैँ केही न केही कुराले अशान्त र विचलित भइरहनेछ। हो, यही आउँदै गरेको सङ्कटको समाधान खोज्न उहाँहरू एक ठाउँमा भेला हुनुभएको थियो। हो, यही चिन्ताको बीचमा कथावाचक सूत गोस्वामी त्यहाँ आइपुग्नुहुन्छ, अनि ती ऋषिहरूले भनौँ न सारा मानव जातिको तर्फबाट केही आधारभूत प्रश्नहरू राख्नुहुन्छ। उहाँहरूले जम्मा 6वटा प्रश्न सोध्नुभयो। सुन्दा त थोरै लाग्ला, तर यी 6 प्रश्नभित्र मानव अस्तित्वका लगभग सबै जिज्ञासाहरू समेटिएका छन्। पहिलो प्रश्न त एकदमै आधारभूत छ र सायद हामी सबैले कुनै न कुनै बेला सोच्ने प्रश्न हो, सबै मानिसको लागि सबैभन्दा ठूलो र अन्तिम भलाइ के हो? हामीले जीवनमा साँच्चीकै खोज्नुपर्ने कुरा के हो? त्यसपछि उहाँहरूले कथाको केन्द्रमा रहनुभएका भगवान कृष्णको बारेमा सोध्नुभयो। उहाँ किन यो धरतीमा आउनुभयो? उहाँका अरू अवतारहरूको उद्देश्य र कथाहरू के हुन्? अनि अन्त्यमा उहाँहरूले प्रभुका लीलाहरू र उहाँका अचम्मका कामहरूको बारेमा जान्न चाहनुभयो। र एउटा निकै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, अब जब कृष्णले यो धरती छोडिसक्नुभयो, धर्मले कसको शरण लिएको छ? यो अँध्यारो समयमा मार्गदर्शनको स्रोत के हो? अब आउँछ कथाको सबैभन्दा गजबको मोड। यति गम्भीर र महत्त्वपूर्ण प्रश्नहरूको जवाब के थियो होला? जवाफमा कुनै नियमको किताब दिएन,
कुनै 10 बुँदे सूची पनि थिएन, न त कुनै सुक्खा दार्शनिक तर्क नै थियो। जवाफ त त्योभन्दा कैयौं गुणा जीवन्त र शक्तिशाली थियो। ती 6वटै प्रश्नहरूको एउटै जवाफ थियो, पुरै श्रीमद् भागवतम हो। जवाफ आफैमा एउटा सम्पूर्ण गौरवशाली कथा थियो। मतलब जवाफ कुनै सिद्धान्तमा थिएन, बरु एउटा जीवन्त अनुभवमा थियो। यो दिव्य कथालाई सुन्नु, मनन गर्नु र जिउनु नै ती सबै प्रश्नहरूको समाधान हो। यसको शक्ति नै यसको कथामा छ। यो ग्रन्थले भन्छ, जब कसैले यो कथालाई श्रद्धा र विश्वासले सुन्छ, तब परम सत्य यानि भगवान शब्दहरूबाट निस्किएर सिधै उसको हृदयमा आएर बस्नुहुन्छ। यो केवल दिमागलाई दिइने ज्ञान होइन, यो त आत्मालाई नै रूपान्तरण गर्ने कुरा हो। त्यसैले अन्त्यमा एउटा कुरा सोच्दै यो श्रृङ्खलालाई बिट मारौँ न। यदि जीवनका सबैभन्दा जटिल र गहिरा प्रश्नहरूको जवाफ साँच्चीकै एउटा सुन्दर, दिव्य र मन छुने कथा थियो भने के त्यसलाई सुन्नको लागि समय निकाल्नु उचित हुँदैन र? यसमा विचार गर्नुहोला।